अनि यता छ फुलहरू भक्कु सबै यो अनि लट्ठामा बेचामा बाँधेर लानुपर्ने हुन्छ। यो डोली घरभित्र अङ्कल के गर्नुहुन्छ? तलतिर चिप्लो छ अङ्कल, लडी पठाउनुहुन्छ नि फेरि बिस्तारै। अहिले ओबारपछि झर्दा पनि हुन्छ नि त। आन्टी कता जानुभयो? ए बानीले खत्तम बनायो यसपालिको एकादशी एकदम बिजोक बनाइरहेको छ पानीले है। के गर्ने, अङ्कललाई गाह्रो छ अलिक। तति तलतिर आउनुहुन्छ, बिस्तारै आउनुहोस् है त अङ्कल। हुन्छ हुन्छ भ्लग नबनाएको पनि टन्नै भइसक्यो। आज चाहिँ एकादशीको तयारीको भ्लग चाहिँ बनाइदिनु पऱ्यो भनेर आउँदैछु। यहाँनिर तयारी भइसकेको छ एकादशीको चाहिँ। फुल तार्ने सुरु भएको छैन क्या हो, डोरी बाट्ने। नमस्कार अरे नमस्कार। सुरु भएको भर्खरै ए लु ठ्याक्कै सुरु भएको रहेछ नि त। छोराहरूलाई लगाइदिनु न। होइन टिको लाउनु पर्छ लगाइदिनु न। त्यो यो सबै लाउने हो टिको, त्यो बुहारीहरूले सबैले लाउने टिको लाउने हो त। किन लाउनु मान्छे? हेलो हेलो, त्यो चाहिँ हाम्रो राई फोर्सको भ्लग। भर्खर सुरु हुँदै रहेछ हाम्रो फुल बाट्ने काम चाहिँ। अनि यता छ फुलहरू भक्कु सबै यो अनि लट्ठामा बेचामा बाँधेर लानुपर्ने हुन्छ। यतिले पुग्छ आन्टी? पुग्छ होला। फुलसुल बोकेर आएका छन् एकादशी मनाउन। फुलले हुन्छ? राम्रो छ है, राम्रो छ, राम्रो छ है, राम्रो छ। मारुनीको कुरा के हो साँच्ची? मारुनीको कुरा के भयो? क्यान्सल गर्ने जस्तो कुरा पनि थियो। त्यही त मैले उहाँ तयारी सबै अगाडि नै अब एक दिन अगाडि हिजो अस्तिको दिनै क्यान्सल गरेर गर्नु। आज अब आउने दिन चाहिँ क्यान्सल गर्दा त उनीहरू अब रेडी छन् त्यहाँ आएर। उनीहरू पनि त रीतिविधि गरिसकेको होला त्यहाँ। अब धेरै कुराहरू जुरोक उठेर त हिँडेर कति दिन ट्रेनिङ गरे होला नि, के गरे होला नि। अरूतिर नाच्थे होला, यता नाको भए बोलाएको थियो यता जाने भनेर बा उता क्यान्सल गरे। ठिकको कुरो मलाई पनि त्यस्तै लागेको लाग्नु चाहिँ। मेरै आएर भिडियो नबनाउँदै तपाईले एकदम खुट्टा सुट्टा सब देखिएको भिडियो नबनाउँदै खुट्टा सुट्टा सब देखेको त्यही भनेको
आउँदैन अब उन्नै जना कति हुन्छ नि पुल नआउने भन्ने कुरै छैन होइन सुरक्षा नआउने भन्ने कुरै छैन फुलको ग्रेडिङ गर्नु रोटोको मेलामा यसो हुँदैछ यतातिर चाहिँ चिनी बनेरै खान्छ चिनी पनि पिठो के मात्रै चिनी त किन पुग्छ होला नि अनि पिठो उलाई के अरे सेललाई बुङमा 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 आएको अवस्था अब यो उता उता गर्दै जानुपर्छ लादी बर्गा हाम्रो लादी लादी बर्गा सिलौरीमा खाना गएको थियौँ हामी मजा लाग्ने मैले त केही नलिकन आयो त लेखेर फुल चाहिँ अलि ल्याउने हो त्यही हो मैले त कसैले भनेन पनि फुल चाहिँ ल्याउने के थाहा त मलाई सबै कुराहरूमा पर्फेक्ट अलराउन्डर मान्छे पऱ्यो कि कडा हो नि यतिको त अनि ठ्याक्कै लेभल मिलेको के फुलको साइज लडन्तमा बस्यो भने ओहोर हुन्छ है एकचोटि सिरान घरमा मेरो ढालेको सिरा त घरतिर जाने गर्दाखेरि अब तलबार माथि गाड्दाखेरि तल फरक भयो भने बिचमा त्यसलाई चाहिँ हाते आराले काट्नुपर्ने भन्नु भनेको त दाइने केमाहरू माइलालाई भनेको दाइने मान्नु भएन अरे होइन अनि त्यहाँ धरानको काठ कहाँ ल्याउनु जङ्गे कति लाग्छ र धर्म काट्थे अरू आराउने काठ जत्रो पनि हाम्रो तरकारी हुँदैछ है तरकारी अर्ग्यानिक तरकारी यो चाहिँ सोलुखुम्बुको आलु भुटानको चाहिँ यो इस्कुस अनि यो चाहिँ हाम्रो तराईको मस्यौरा धेरै हुन्छ त्यत्रो तराई पहाड हिमालको सब्जी रहेछ तराई पहाड हिमालको सब्जी यहाँ रोटी पोल्ने कार्यक्रम हुँदैछ हाम्रो अम्बेनीले देउसीको छ त आउँछ आउँछ माला पुगो यत्रो भइसक्यो मैले 10 वटा आउने हुन्छ यो अनि च्यात्नु चाहिन्छ नि त यो फुल अब यो हाम्रो लट्टा पनि लगभग पुग्न लागिसक्यो कति फन्का भयो कति फन्का भयो केटा यो 17 जम्मा 25 फन्का पुऱ्याउनु पर्ने अब धेर छैन रहेछ है 25 पुग्दैन त्यति भयो जति पुग्छ त्यति बनाउनु पर्छ दमदार तयारी हुँदैछ हाम्रो एकादशीको भरे नारायणको आउँछ नारायणको पनि अलिअलि लाउँछु अनि भोलि फेरि अब हाम्रो एकादशी बजारको हाम्रो के हो यो त नि मेरो क्यामेरा खिलिरहेको छ के गर्नुपर्छ के हुन्छ भन्नु त ल आन्टी सर भिडियोमा के गर्नुपर्छ अरे
अब चाहिँ फाइनली फुललाई डोलीमा राख्ने काम यहाँनिर के भयो हाम्रो भन्नु भएको छैन यहाँ यसरी थुपार्नु परेको छ भन्दाखेरि यिनीहरूको बुद्धि छैन भन्नुहुन्छ होला लगाइदेऊ हुकुरी लगाइदेऊ त्यो दरो बनाइसकेको छ झुलो चकमक बेहुली रेडी भयो अब चाहिँ बेहुलोलाई बेहुली हो यो डोली घरभित्र मारुनीको सुरुवात हुन लागिरहेको छ है हाम्रोमा चाहिँ अब दामी छ आन्टी दामी आन्टीलाई पनि देखाइदिनु त सबैजनाले हेर्नु होला हाम्रो गाउँमा मारुनी हुँदैछ अब दिनभरि फुलको लट्ठा बाटियो अनेक गरियो है अहिले चाहिँ मारुनीको सुरुवात हुँदैछ अब मारुनी चाहिँ विस्तृतमा अब देखाउनु यो धेरै छ यसको के भन्छ यसको उहरू यसको के भन्छ स्टेपहरू के त्यो रित यसको धेरै छ अब सकिँदैन यो रातभरि नै हुन्छ ठाउँमा देखाउँला